नमस्कार सम्पूर्णमा। आजको यो छोटो 1.5 मिनेटको बसाइमा म राजा र तिनका निधनसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू लिएर तपाईहरू समक्ष आएको छु। कुन राजाको निधन कसरी भयो भन्ने सन्दर्भमा छोटो म केही कुरा गर्न चाहन्छु। जस्तो हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा प्रताप मल्ल हुन्। त्यस्तै भूकम्पमा परि मर्ने राजा अभय मल्ल हुन्। तीर्थ जाँदा बाटामा मर्ने राजा भूपालेन्द्र मल्ल हुन्। त्यस्तै परस्त्री गमनमा परि काटिएर मर्ने राजा भनेको विश्वजित मल्ल हुन्। त्यस्तै पाटनका 6 प्रधानद्वारा दुवै आँखा झिकिएका राजा राज्यप्रकाश मल्ल हुन्। तमाखुमा विख परि मर्ने राजा भनेका योग नरेन्द्र मल्ल हुन्। बाघको आक्रमणबाट मर्ने राजा पृथ्वीनारायण शाह हुन्। त्यसपछि सिल्ला रोग लागेर मर्ने राजा गिरवाड युद्ध हुन्। आफ्नै भाइद्वारा काटिएर मर्ने राजा रणबहादुर शाह हुन् र काट्ने भाइ थिए शेरबहादुर शाह। हस्त सबैजनालाई धन्यवाद, नमस्कार।